नमस्कार। आज हामी कुरा गर्दैछौँ किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य बारे। यो विषय सबैका लागि महत्त्वपूर्ण छ, तर अझ बढी त किशोर अवस्थामा प्रवेश गरेका युवाहरूको लागि। किशोर अवस्था भनेको के हो? किशोर अवस्था भन्नाले 10 देखि 19 वर्षसम्मको उमेर समूहलाई बुझिन्छ। यस समयमा हाम्रो शरीरमा धेरै परिवर्तनहरू हुन्छन्, जस्तै शरीर बढ्ने, मासिक धर्म सुरु हुने, महिनावारी केटीहरूमा, त्यसपछि केटाहरूमा पहिलो गृहस्खलन सुरु हुने हुन्छ। त्यसैगरी यौन र प्रजनन स्वास्थ्य के हो? यौन तथा प्रजनन स्वास्थ्य भनेको हाम्रो शरीरको यौन अङ्गसँग सम्बन्धित स्वच्छता, स्वास्थ्य र सुरक्षा हो। यसले समावेश गर्छ शरीर सफा राख्ने बानी, सुरक्षित यौन व्यवहारबारे ज्ञान आदि। यसमा के कस्ता समस्या आउन सक्छन्? यस समयमा केही समस्याहरू देखिन्छन्। अनुहारमा डन्डीफोर आउनु, शरीर गन्नाउने, लाज, डर र जिज्ञासा धेरै बढ्नु, साथीहरूले दिएको गलत जानकारीमा विश्वास गर्नु, यौन सम्बन्ध, गर्भधारण, मासिक धर्म वा गृहस्खलनबारे लाज लाग्नु। यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्नुपर्छ। सुरक्षा र सल्लाह। किशोर किशोरीहरूले यी कुराहरू ध्यान दिनुपर्छ। दैनिक रूपमा नुहाउने, यौन अङ्ग सफा राख्ने, कपडा स्पेसल्ली अन्डरवेयर भित्री लाउने कपडा सधैँ सफा राख्ने, कुनै पनि यौन सम्बन्ध अघि पूर्ण जानकारी र सुरक्षा अपनाउने, यौन रोग र यसको रोकथामबारे बुझ्ने। अन्तिममा के भन्छु भने स्वास्थ्य यस्तै अन्य भिडियो चाहियो मेरो च्यानललाई सब्स्क्राइब गरेर नभुल्नुहोला।